टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिड़ो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। बलि चढाउन भात पुर्याउन लागिएका 2 किशोरीको उद्धार सम्बन्धी प्रसङ्गबाट। प्रहरीले नेपाल भारत सीमाबाट 2 किशोरीको उद्धार गरेको छ। किशोरी गाउँपालिकाको वार्ड नम्बर 8 भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट किशोरीहरूलाई बुधबार प्रहरीले उद्धार गरेको छ। बलि दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती 2 किशोरीलाई सुनसरीको भण्टाबारी नाकाबाट उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायब उपरीक्षक कार्कीले बताउनुभयो। शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका 2 पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उद्धार गरेकोमा 19 र 22 वर्षकी 2 किशोरी रहेका छन्। भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सौरन गाउँपालिका वार्ड नम्बर 4 बनौलीका 29 वर्षीय मोहम्मद साहिल मन्सुरी र सिरहाललाहान नगरपालिका वार्ड नम्बर 19 कटाहाका 29 वर्षीय जीवस कुमार शाहलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक कार्कीको भनाइ छ। नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी सक्षम बयान दिएका छन्। नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरूप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी सक्षम बयान दिएको प्रहरीले जनाएको छ। सीमापारी नजिकको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याएको युवतीले प्रहरी सक्षम बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरूको उचाइ समेत नापिएको थियो। त्यसै गरी हातको रेखा समेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो। सीमापारी नजिक रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाको बेला ध्यानमा बसे बापत 2 लाख रकम दिने भनिएको थियो। चौधरी थर भएका युवतीहरू निकै सोझो रहेको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो। रोटहटका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ। रोटहटको स्नात नगरपालिका 4 बस्ने 74 वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। नेशनल मेडिकल कलेजले सञ्चालक गरेको अस्थायी कोरोना अस्पताल बाबा होटल आइसोलेसनमा उपचारको क्रममा आज बिहान 8:25 मृत्यु भएको मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर अशरफ हुसेनले जानकारी दिए। बिरामीको मुटु गत पनि अवस्थित थियो। कोभिड संक्रमणका कारण शरीरमा अक्सिजन मेन्टेन भइरहेको थिएन। भर्ना भएदेखि नै हाई फ्लोमा अक्सिजन दिएर आइसियुमा राखेको थियो। डाक्टर हुसेनले भने बिहान 3 बजेदेखि अवस्था गम्भीर बन्यो। भेन्टिलेटरमा राखेर इमर्जेन्सी अवस्थामा अपनाउनु पर्ने सबै उपाय अपनायो तर बचाउन सकिएन। डाक्टर हुसेनका अनुसार उनी मुटु रोगी समेत थिए। असोज 9 गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लागेको थियो। बिरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको असोज 8 गते PCR का लागि स्वाब नमुना सङ्कलन गरिएको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत कोरोना संक्रमित 56 वर्षीय पुरुषको मृत्यु भएको छ। सुनसरीको इटहरी छाउका पुरुषको गए राति पौनी 10 बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए। उनी विराट मेडिकल कलेज विराटनगरबाट रेफर भएर प्रतिष्ठानमा आएका थिए। प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था अत्यन्तै गम्भीर थियो। डाक्टर सापकोटाले भने राति 9:30 भर्ना गरियो। 9:45 देहान्त भयो। उनमा असोज 14 गते नै विराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो। उनमा ज्वरो, खोकी, श्वास
श्वासमा समस्या जस्ता लक्षण थियो, तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्राको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो 2 बजे बस्ने बैठकमा पार्टीका विभिन्न समिति समायोजनाबारे छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यपादक समितिलाई समायोजन र पूर्णता दिने गृह कार्य हुँदैछ। यस्तै सातै प्रदेशका अध्यक्ष मनोनयन 77 वटै जिल्ला समिति गठन र भ्रातु संगठनको समायोजनबारे पनि बैठकमा छलफल हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापा र राष्ट्रिय प्रजातन्त्री पार्टी संयुक्त एक भएपछि पार्टीका विभिन्न समिति र भ्रातु संगठनलाई समायोजन तथा पूर्णता दिने गृह कार्यमा जुटिएको छ। उनले यही असोज 21 गतेसम्म पूर्णता दिने तयारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गर्नुभएको छ। तेस्रो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घकायु, सुस्वास्थ्य, सुख शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको हो। उहाँले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूलको एउटा मुख्य विशेषता मातृदेवोभव पितृदेवोभवको भावना रहेर सामाजिक दायित्वप्रति संवेदनशील जस्ता मौलिक मान्यतालाई आत्मसात गर्दै बदलिदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। टुडे न्युजमा एकछिन व्यवसायिक विश्राम। हँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चीजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। ए त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। ए सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ सिरियस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर।
टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी सुपर भन्दा एक्स्ट्रा सुपर। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्, त्यो मिस भयो। मनपर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपीसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। आज पश्चिम नेपालबाट मनसुन बाहिने मौसमविदले अनुमान गरेका छन्। निकै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ। पूर्वी नेपालबाट प्रवेश गर्न मनसुन पश्चिमसम्म फैलिएर झन्डै 3.5 महिना सक्रिय हुने भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ। सामान्यतया जुन 10 तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्न मनसुन सेप्टेम्बर 23 मा बाहिरिनुपर्ने भए पनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ। यो वर्ष पनि 2 दिन ढिला नेपाल प्रवेश गरेको मनसुन आज पश्चिमबाट बाहिरिएर पनि देशभरकैबाट बाहिरिन अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ। बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज देशभरका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश नम्बर 1 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 का थोरै तथा अरू प्रदेशका 1-2 ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। अहिले देशभरकै मौसम आंशिकदेखि सामान्य बदली भएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। जनवादी गणतन्त्र चीनमा आज राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदैछ। हरेक वर्ष अक्टोबर 1 तारिखमा मनाइने यस दिवसका अवसरमा चीनभर सार्वजनिक बिदा दिने गरिन्छ। चिनिया कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिको विजय घोषणा सन् 1949 अक्टोबर 1 तारिखमा प्रसिद्ध तिन्यामेल चोकमा भएको थियो। यस्तै ऐतिहासिक घटनाको सम्झना गरी चीनमा अक्टोबर 1 तारिखदेखि सताभरि राष्ट्रिय दिवस मनाउने चलन छ। चीनमा यो सतालाई स्वर्णिम सप्ताहका भन्ने पनि चलन छ। यस दिन चीनभर नै मुख्य गरी प्रसिद्ध सहरहरूमा उत्साहका साथ विभिन्न समारोहहरू आयोजना गरिन्छ। चीनको राजधानी बेजिङ स्थित तियानमेन चोकमा राष्ट्रिय प्रमुख तथा विशिष्ट व्यक्तिबाट झण्डोत्तोलनका साथै सैनिक कवासको देखाइने गरिन्छ। दिवसमा राष्ट्रिय योगदान गरेका विभूतिको स्मरणमा फूलमाल चढाई सम्मान अर्पण गरिन्छ। चीन सरकारले यस अवसरमा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान र सेवा प्रदान गरेका कर्मचारी तथा नागरिकको नाममा मानपदी तथा विभूषण प्रदान गर्ने आएको छ। पार्टी अध्यक्ष माओवादी नेतृत्वमा भएको त्यस जनयुद्धमा शहादत प्राप्त गरेका र बेपत्ता भएका योद्धाको नाम राजधानी बेजिङमा सन् 1958 मा युद्ध स्मारक निर्माण गरेको थियो। सिनिया राष्ट्रिय दिवसका अवसरमा ती योद्धाको समेत सम्झना गरी सम्मान अर्पण गर्ने गरिन्छ। पछिल्लो 24 घण्टामा विश्वभर 3,12,244 जना कोरोना सङ्क्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार यो अवधिमा
6164 जनाको मृत्यु भएको उल्लेख छ। कुल संक्रमित संख्या 3,41,46,369 पुगेको छ। अहिलेसम्म 2,54,09,732 जना संक्रममुक्त भएका छन्। त्यस्तै 10,18,173 जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ। पछिल्लो पटक 77,18,464 जना सक्रिय संक्रमित रहेकोमा 66,036 जना गम्भीर बिरामी रहेको वर्ल्डोमेट्सले जनाएको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।